हेलो गाइज, यदि तपाईहरु के रे सस्तो मार्केटमा आउन चाहनुहुन्छ भने यहाँ आउनु होला। लोकेसन अहिले हाल लेखिदिन्छ हामीले। मलाई लोकेसन खासै थाहा छैन, जो सनब्लास्टको छेउछाउतिर है। कति सस्तोमा मिल्छ। हामी तपाईहरुमा जस्तै काम नभएर लाइक हुन्छ नि, अब काम नभएर यतिकै बसिरहनु छ भने अब किन धेरै पैसा फाल्ने, बरु मेट्रोमा चढेर आउनु, यहाँ लिन आउनु। कति सस्तोमा पाउँदो रहेछ। आउनु है, यहाँ लुगाहरू पनि पाउँछ, सबै पाउँछ है गाइज। हामीले किने आलु अझै पनि कति धेरै किन्नु बाँकी छ। यहाँ हेर्नुहोस्, 1 युरोमा 2 युरोमा छ। लाइक सस्तो नै छ त्यो। अब सुपर मार्केट हेरेर अनि मर्गादोना हेरेर सस्तो नै छ। मान्छेहरूको भिड लागेको छ गाइज, हेर्नुहोस्। तपाईँहरू पनि आउनुहोस्, हामी पनि आएको छौँ। त्यही भएर यहाँ हेर्नुहोस्, आलुहरू पनि छ, कति धेरै छ। हामी धेरै किनेर लानेछौँ, तर पैसा धेरै छैन है, त्यति भने मात्र। यहाँ हेर्नु, जे मन लाग्छ त्यही छ। कति धेरै मान्छेहरूको भिड लागे छ। तपाईँहरू पनि आउने। यो त मङ्गलबार मात्रै के अरे सेल लाग्ने रहेछ होइन। यहाँ कति हेर्नुहोस्, सस्तो हेर्नुहोस् यो दिदी करा 1 युरो मान्छे आओस् भनेर नि दिदीमा। यहाँ हामी जस्तै बेरोजगारीहरू आओस्, यहाँ सस्तोमा लिएर जाओस् भनेर भिडियो बनाउन लाग्यो। Vale, gracias. हाँ vale, के भने हैन, बुझा हैन। Vale, तू तो अच्छा। 1 युरो 1 युरो। हामी प्यास लाग्दैछ 1 युरोमा। यहाँ पैसा गन्दै है। हामी त भिखारी है, भिखारी। उना किलो सी गाह्रो छ, गाह्रो। थोड़ा आउने रहेछ। Gracias. 2 युरो। सस्तोमा गाइजहरू आउनु साथीहरू। यहाँ कति धेरै छ। यहाँ हेर्नु, सुन्दला यो होला नि त दिदी। केरा खोइ, केरा हेर्नु पर्यो। यो माथि गएन क्या, अर्कै लाने केरा। अरू तरकारी के लाने यार, त्यो अर्कै ठाउँ थियो केरा। मान्छेले हामीलाई हेर्नु न 10 घन्टा कुरा यार, कुरेको हामी। यिनीहरू के अरे बस्दै गर्दैन भने 10 रोटीमा आइसक्यो होला, हेर्दैन। कत्र पनि आउनुहोस् है। हामीलाई त बस्दै गर्दैन, बिहान उठेर आएको। कम त काम पो छैन त, उठ्न त कष्ट हो। कम त मान्छे हो यहाँ। तपाईँ ओ यहाँ रहेछ केरा, केराबारीमा। ओ 1 केजी त भने हैन नि। 2 युरो होला। ल ¿Así está bien? यस्तो फुलले भिडियो बनाएर सत्य अनुसार भन्नु।
मिठो त चलिरहेछ हामी के अरे सामान लिएर घर फर्किँदैछु दिदी र म हेर्नुहोस् यहाँ यति धेरै बोकेर जाँदैछु हामी बलियो छौँ धेरै यसरी हिँड्दैछु म यसरी गाइस सामान धेरै सस्तो सामान धेरै बोक्यो अनि अहिले सकेन नि त अनि मैले यहाँबाट बोकेको टाउको छिन्न लगाइरहेको छु दिदीले पनि बोके खाऊ त तर मैले धेरै बोकेँ नि त सो